नेपालमै बसेर राम्रो आम्दानी गर्ने भनेको खेती गरेर चाहिँ यो बुद्धचित्त हो। अनि हामीसँग चाहिँ सबै खाले बिरुवाहरू चाहिँ बुद्धचित्तको चाहिँ सबै खाले बिरुवाहरू चाहिँ उपलब्ध छ। हजुरहरू पनि राम्रो गुणस्तरीय बुद्धचित्त चाहिँ राम्रोसँग बुझेर रोप्न चाहनुहुन्छ भने मलाई सम्पर्क गर्न सक्नुहुनेछ। मैले चाहिँ विगत यो 16 वर्षदेखि नै यो बुद्धचित्त चाहिँ खेती गर्दै आएको र बिरुवा दिँदै आएको हो। त्यस कारणले हामीसँग 2 मुखे 3 मुखे 4 मुखे 5 मुखेसम्मको बिरुवाहरू छ, नसाउनु पनि छ। अहिले कति साथीहरूले चाहिँ कुन कुन ठाउँमा हुन्छ, कति गर्मीमा हुन्छ भनेर सोध्नु भएको छ। बिरुवा अलिकति ढिलो र छिटो बढ्ने मात्रै हो, सबै ठाउँमा हुन्छ हुन चाहिँ अहिलेसम्मको हामीले चाहिँ यो रिसर्च गर्दाखेरि चाहिँ। अनि सबै ठाउँमा हुन्छ, चितवन अनि यो भोजपुरतिर, धनकुटा अनि तराई साइडतिर, पोखरा, भेटौँडा सबै ठाउँमा चाहिँ पुगेको छ बिरुवाहरू चाहिँ। मबाट चाहिँ धेरैजना चाहिँ उहाँहरू चाहिँ टिकटक हेरेर आउनुहुन्छ अनि लानुहुन्छ। सबै जानकारी सहित हामीले चाहिँ यो बिरुवाहरू चाहिँ उपलब्ध गराउँछौँ। यो मेरो नर्सरी चाहिँ यहाँ पनि छ अनि त्यहाँ माथि पनि छ। हजुरहरू पनि रोप्न चाहनुहुन्छ, नेपालमै चाहिँ के गर्छु बुद्धचित्त खेती गरेर भन्ने साथीहरूको लागि चाहिँ बिरुवाको लागि चाहिँ सम्पर्क गर्नु होला र बिरुवा एकदम बुझेर सबै जानकारी लिएर चाहिँ रोपेर आम्दानी गर्न चाहनुहुन्छ भने चाहिँ सम्पर्क गर्नु होला। हजुरहरूको लागि सम्पर्क नम्बर मैले स्क्रिनमा छोडेको छु। स्क्रिनमा मेरो व्हाट्सएप नम्बर पनि एउटै छ, मलाई कल पनि त्यही नम्बरमा गर्न सक्नुहुनेछ। त्यो सबै देख्नु होला वरिपरिको।